हेलो 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 मेरा प्यारा प्यारा साथीभाइहरू तथा दिदीबहिनी हर कोही हर सबैलाई मेरो हृदयदेखि नै प्रणाम छ, नमस्कार छ। म आज के भन्न गइरहेको छु भने भन्नुभन्दा पहिला मेरो परिचय दिन्छु। म हजुरहरूले देखिराख्नु भएको छ म को बोलिरहेछ के बोलिरहेछ भन्ने कुरा। म बिस्कुटको पनि नाम म पछि भनौँला। र बिस्कुटको काम चियामा चोबिने र दुधमा घोलिने, घोलिएर हर कोहीले चपाउने गर्दछ, हो त्यो व्यक्ति हुँ म। र त्यो व्यक्ति आज यस ठाउँमा किन आएको छु भन्नाले म एउटा कुरा गर्न आएको। मलाई चाहिँ व्यक्तिगत कुरा गर्नु पर्दाखेरि मेरो कुरा राख्नु मैले खोजिरहेको। सङ्घर्ष धेरै, दुःख कष्ट धेरै गरियो, तर जब मैले यो युट्युब च्यानल बनाएँ, युट्युब च्यानल बनाएर चलाउनको लागि जति कठिन कष्ट पहिला गरेको केही रहेन रहेछ। यति गाह्रो हुँदो रहेछ, यति निन्द्रै लाग्दैन हो, निन्द्रै लाग्दैन। त्यो भिजिसकेछ कि के हो, अब यो नचलाइ नहुने भन्ने त्यो मनभित्र त्यो पसिसकेछ कि भिजिसकेछ, त्यही भएर होला। हेर्छु सब्सक्राइब 57 छ, लाइकहरू आउँदैन, कमेन्टहरू आउँदैन। भिडियो बनाउनु नजाने हो कि, त्यही भएर हजुरहरूले मलाई अलिअलि आइडियाहरू दिनु पर्यो र मेरो युट्युब च्यानलमा गएर हजुरहरू सबैले सब्सक्राइब गरिदिनु चाहिँ एकदम म आग्रह गर्दछु। सबैले मेरो च्यानलको नाम रहेको छ युट्युब बिडी एमजिआर ब्लग। हजुरहरूले यो सर्च गरिदिनु होला युट्युब च्यानलमा गएर, त्यसपछि ट्याक्क बेल आइकनमा दबाएर सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, मेरो भिडियोहरू हेरिदिनु होला भन्ने धेरै मैले मेरो रिक्वेस्ट भनौँ न एउटा, होइन यस्तै छ। कसरी चलाउने